शिक्षा सबैलाई सवाल नमस्ते नमस्कार। म विशेष कार्यक्रम उपस्थित प्रधानाध्यापक भइसकेछु तपाईँ आफ्नो परिचय शिक्षा विशेष शिक्षाको कार्यक्रम अवस्थाबारे लिएर सीधा सवाल विशेष प्रधानाध्यापकसँग रहिकन र तपाईँ यतिखेर मेरो आफ्नो परिचय बिचमा र चाहिँ म विद्यालयको एउटा बारेमा विद्यालयमा आएको छु अनुगमन गर्न शिक्षाको बारेमा के कसो छ अवस्था जान्न बुझ्न म प्रधानाध्यापकजीसँग यो शिक्षाको सवालमा कुराकानी गर्न अलि सर जोडले यहाँको बसोबास चाहिँ न्यून भएको हुनाले अब विद्यार्थीहरूको सङ्ख्या चाहिँ ठिकै छ। अब खास गरेर यहाँ विद्यार्थीहरूले पढ्न आउँछ र यहाँको हाम्रो शिक्षक साथी कर्मचारीहरूले एकजुट भएर अब शिक्षामा हामीहरू धन मन तनले चाहिँ यहाँको कर्मचारीहरूले शिक्षकहरूले काम गर्दै आइरहेका छन्। सर के छ शिक्षकमा के छ भने तपाईँको शिक्षक पनि छ ब्याचलर एमएहरू शिक्षक कुनै विद्यालयहरूमा शिक्षक तर्नु तर यहाँ शिक्षक भए तापनि विद्यार्थी चाहिँ अनुपस्थित किन हुन्छ सर? यहाँ सानो टोल छ यो यहाँ करिब धेरै घरको मतलब धेरै टोल ठुलो गाउँ पनि छैन। यहाँको टोला अनुसारमा यहाँ विद्यार्थी सङ्ख्या ठिकै छ। अब धेरै अब तपाईँको के प्लान छ नयाँ जुन भर्ना हुनेवाला छ वैशाखतिर आउन त्यसमा के कसरी तपाईँ लोभ्याउने विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्नु? भर्ना कार्यक्रममा खास गरेर बच्चाहरू नाम लेखाउने बखतमा कपी र एउटा डट पेन दिएर म भर्ना कार्यक्रम गर्छु। अनि प्रचार प्रसार त गराउनु पर्छ नि विद्यालय भर्नामा। विद्यालयमा भर्ना अभियान बोर्डर छ त्यो लिएर हामी चाहिँ गाउँघरमा 2-4 दिन घुम्छौँ र विद्यार्थीहरू भर्ना गर्ने कार्यक्रम सञ्चालन गर्छौँ। अनि के छ यहाँ पालिकाले कस्तो सहयोग गरिरहेछ शिक्षा शाखाले र पालिकाले यहाँ वाडाले जनप्रतिनिधिले? होइन यो विद्यालयलाई वाडा चाहिँ हाम्रो स्थानीय सरकारबाट केही पनि उपलब्ध हुँदैन। यहाँ विद्यार्थीको बस्नको लागि एउटा पनि फर्निचर पनि यो भवनहरू सब कहाँबाट आएको छ? यो प्रदेशबाट।